नमस्ते हजुर। नमस्ते तमन खोला। नमस्कार। धेरै धेरै धन्यवाद छ। हाम्रो सधैँ मान्छे नै राम्रो बोली मिठो कार्यक्रम सञ्चालन उस्तै राम्रो हाम्रो अञ्चलज्यू
धेरै धेरै धन्यवाद छ यो समय मलाई सुम्पिनु भएको छ। विशेष गरी त हाम्रो वार्षिक सप्तता क्षेत्राष्टमी मेला 2082को यो सम्पादन कार्यक्रममा हामीलाई सम्झिनुहुने सम्पूर्ण आयोजक टिम र योग्यमा रहनुहुने रत्न दाई, योभन्दा 1 वर्ष अगाडि मलाई यही ठाउँमा लिनुभएको थियो। मैले एकदमै सम्झिने चाहिँ आफैमा समाजसेवी, लोकसङ्गीतलाई असाध्यै माया गर्नुहुने मेरो आदरणीय दाई केशव बुढा दाईले यहाँ लिनुभएको थियो। फेरि यसपालि रत्न दाईले फेरि ल है भन्नुभयो, हाम्रो आयोजकले सम्झिनु भयो। सबैलाई मैले नाम लिन कति छुट्याएँ कति छुट्याइनँ। अघि हामीलाई स्वागत सम्मान गरिदिनु हुने हाम्रो तमानखोला आमा समूह सबैप्रति सम्मान छ। हाम्रो क्लबदेखि लिएर हाम्रो आदरणीय दाई, विशेष गरी हाम्रो खतका दाईसँग चाहिँ आज स्टेज सेयर गर्न पाएको छु। एकदमै आभारी छु। दाईलाई धेरै धेरै सम्मान छ। दाईको बारेमा शब्दले बयान गर्न सकिँदैन। दाईलाई धेरै धेरै सम्मान छ भन्दै हाम्रो अति नै मिठा आवाजकी धनी मेरो प्रिय मित्र बत्ती थापा स्याङ्जाली चेली स्वर्गी धनी आइदिनु भएको छ तमानसम्म। यहाँलाई पनि धेरै धेरै सम्मान। अनि हाम्रो राम्री बहिनी काठमाडौँबाट यति दुःख गरेर आइदिनु भएको छ, हाम्रो उर्मिला बहिनीलाई पनि धेरै धेरै सम्मान भन्दै यहाँ उपस्थित सबैलाई सम्मान व्यक्त गर्दै मलाई दोस्रो चोटि फेरि तमानखोलामा उपस्थित हुने यहाँले अवसर दिनुभएको छ। सबैप्रति सम्मान व्यक्त गर्दै अब भने साङ्गीतिक प्रस्तुति तर्फ नै जान चाहन्छु। लालबहादुर पुनखदाई, गीता पाइजा दिदी र मैले गाएको गीत हो ख्याली गीत।